सनराइजहरु यहाँ देख्न सक्नुहुन्छ। गाइस म चाहिँ यहाँ फुल टिप्न जाँदैछु। तिहार आइसक्यो, सबैलाई ह्याप्पी तिहार। फुल चाहिँ यसपालि फुलेकै छैन, खासै धेरै छैन, अलिअलि छ। अघि साडी लाएको थिएँ, झुम्का चाहिँ मैले खोल्नै बिर्सेछु। यी फुल यहाँ एउटा बोटमा चाहिँ कस्तो दामी फुलेको रहेछ क्या, कस्तो राम्रो उयो जहाँ पक्कै फुलेछ यहाँ। अनि यहाँ भुइँमा पनि फुलेछ मस्त तरिकाले। यहाँ चाहिँ हाम्रो दिदी फुल उनेको उनी हुनुहुन्छ। यता चाहिँ महारानी मुस्कानै राम्रो छ है दिदीको। यहाँ चाहिँ सेल पाकै छ, दिदीले सेल बनाइ हुनुहुन्छ। सेल त किन नराम्रो भयो? राम्रै छ तपाईँ जस्तै बल्ल बनाए। पहिले लानुपर्ने के भएको छ मेरो मोबाइल? ल दौ गर। एकछिनै भाइ म काट्छु। 3-4 गन्नी दिनु है, भिडियोमा हेर्नुपर्छ यहाँ। ल अब मेरो पालो, कान्छीको पालो लास्टमा। खुट्टा त राम्रो ढोग्नु पर्यो नि। ल ल कहाँ यहाँ माथि टिका बिग्री बिस्तारै गयो नानी मेरो उता यहाँ माथि राख्दै हो न। अनि अहिले ल ल खै यहाँ ढुक्दा ढुङ्ग पर्दैन। अब बेगर त लाने 2000 इन्च। ल ल ल धमाधम सामान रखाइ हुँदैछ। भयो ल भयो। न्युरेन ढल्की। ल वा ल यहाँ छ त्यो दिदीको, तिम्रो भाबी यहाँ छ न। हातमा नमस्ते गर। ल ओ ऋषिले पो राम्रो लाग्दो रहेछ त हौ। ल त्यसको कपाल अलिकति मिलाइदिनु त। दाजु भन्दा राम्रो लु हेर्न ल हाम्रो दाजुलाई त खतर लगाइदिनुहुन्छ क्या हो, भान्जाले टप गरेछ त। कस्तो राम्रो लगाइदिएको हो भाइले, ऋषिले। सजेसकेको भाउजूको मन दुखेको छैन? छैन। रुनु एकचोटि। ल एकचोटि। आम्मा इसिका पैसा मलाई खै बनाइदेऊ मलाई पैसा। कस्तो भयो हाले भाउजू बोकाको मासु? मिठो। बोका बनाएको छैन? खाइसकिन्छ के? खाइसकिन्छ? थपी है थपी। ल खाना सुरु भयो है हाम्रो पनि।